नमस्ते सबैजनालाई, वेलकम छ मेरो भिडियोमा। अनि आज म चाहिँ कुकरमा म्याक्रोनी बनाउँदैछु एन्ड दिस वान इज माई फर्स्ट टाइम। एन्ड त्यसपछि छ यता हाम्रो लियो, घरको नयाँ मान्छे। एन्ड देन मैले प्याज हालिदिएँ तेलमा, होइन, मजाले भुट्नुपर्छ। यसलाई एकछिन रातो गरेर भुट्नुपर्छ। म अहिले त्यसरी भुट्छु। आई मिन दिस वान इज माई फर्स्ट टाइम, बट प्याज चाहिँ जहिले भुट्छु मैले। एन्ड देन अघि मैले कुटेर राखेको लसुनको पेस्टलाई पनि मैले हालिदिएँ। अनि त्यसपछि थोरै बेसार पनि हालिदिएँ। त्यस्तो त होइन, मैले चाहिँ अब भोइस ओभर गरेको कज राम्रो नै आएन अघि न। अनि टमाटर पनि हालिदिएँ मजाले, होइन। म्याक्रोनी हुँदो रहेछ कि एउटा भिडियोमा देखेको मैले, एन्ड द्याट्स वाइ मैले पनि धोएको। अनि धोएको म्याक्रोनी एकछिन धोका राखेँ। अनि मैले अघि काटेर राखेको सागलाई पनि हालिदिएँ। अब यस्तो अर्को बेसिक भेजेसहरू पनि थिएन मसँग, एक मात्र थियो। अनि सो मैले यही नै हालिदिएँ। अनि लियो चकचक गरेर भन्दैन। अनि त्यसपछि मैले नुन हालेँ, त्यसपछि मैले अजिनामोटो हालेँ थोरै। अनि त्यसपछि बाँकी रह्यो म्याक्रोनीको, अनि म्याक्रोनी पनि हालिदिएँ न। अनि यसलाई चाहिँ मैले अब भुट्छु, अलि मजाले बिस्तारै बिस्तारै भुट्छु। आई डोन्ट नो कस्तो हुन्छ के हुन्छ। एन्ड दिस वान इज माई फर्स्ट टाइम। मैले अघि नै भनिसकेँ, होइन, फेरि पनि भन्दैछु के कस्तो हो। अब मलाई पनि सजेस्ट गर्नु होला मैले के गरेछु के गरेको छैन भनेर, होइन। अनि मैले पानी राखिदिएँ थोरै। अनि मैले कुकरको भिरको बन्द गरेर राखिदिएँ। अनि हेर्नु न गाइजहरू, यो लियोले मलाई टोकेर पक्कै बस्दैन नि बाबा। नि हेर्नु न त्यहाँ, हेर्नु न कस्तो हेरिरहेको थियो। मैले बोलाएको लियो लियो भन्दैन नि, हेर्दैन अहिले। एन्ड देन अब अलिक सादा हुन्छ भनेर मैले चाहिँ अन्डा पनि फ्राई गर्नु लाग्यो, होइन, 2टा अन्डा। सो औले खानुभयो भने खानुभयो, अलिक धेरै बाँकी भयो भने चाहिँ म नि खान्छु भनेर 2टा अन्डा बनाइदिएँ। सो अब अलमोस्ट हाम्रो यो म्याक्रोनी रेडी भयो। अनि मैले यता चिया अनि यता तेल बसालेको छु, प्यानमा तेल बसालेको छु। एन्ड हियर इज आवर म्याक्रोनी। अनि अलमोस्ट रेडी भयो। अब सर्भ गर्न जाने आउलाई। सो थ्याङ्क यू फर वाचिङ।